आदरणीय दर्शकवृन्द नमस्कार तथा न्यानो अभिवादन। रेडियोमा आउनु भएकोमा धन्यवाद छ। जहाँ हामी प्रश्न गर्छौं, जहाँ हामी मौनतामाथि बहस गर्छौं र जहाँ परिवर्तनको दस्तावेज तयार गर्छौं। आज म तपाईलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। नेपाल किन अझै पछि परेको छ? यसको उत्तर हो संसद भवनमा 12 मास खिचातानी, त्यो पनि नयाँ आविष्कार वा नयाँ योजना वा नयाँ उत्पादन वा नयाँ सिद्धान्तको लागि होइन, विकासको लागि होइन, मात्र कसलाई बढुवा, कसलाई सरुवा, कसलाई स्थगित गर्ने वा कसलाई थुन्ने, कसलाई निकाल्ने, कताबाट कमिसन आउँछ, मेरो भागमा पर्यो कि परेन, कति पर्यो, यस्तै किचोलो गरेर 35 वर्ष बितायो। 2047 सालदेखि आज 2082 भदौ 22 गतेसम्म एउटा आश लाग्दो विषयमा छलफल भएन। ऊ भन्दा म जान्ने, आखिर जान्ने कोही होइन। कमिसनको खेलमा नेपाल राष्ट्र बैंकलाई पटक गभर्नर विहीन बनायो। त्यही कमिसनको खेलमा धितोपत्र बोर्डलाई पटक अध्यक्ष विहीन बनायो। यी त उदाहरण मात्र हुन्। प्रत्येक विभागमा हाकिम नियुक्ति गर्दा, सरुवा गर्दा, प्रत्येक विभागमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा कमाई र कमिसन बाहेक अरू केही सोचेनौ। त्यसैले देश पछाडि पर्यो। 2045 सालमा 1 अमेरिकी डलरको भाउ 12 रुपैयाँ थियो। आज 82 सालमा आइपुग्दा 1 डलरको भाउ 145 रुपैयाँ पुगेको छ। अनि तपाईहरूले राम्रो गरेको भनेर भन्ने, कसरी भन्ने? डलरको भाउ 2045 सालमा 1 डलरको 82 रुपैयाँ थियो र आज 82 सालमा आउँदा 1 डलरको 1 रुपैयाँ भएको पुर्याएको भए पो ल तपाईहरूले अमेरिकाले भन्दा राम्रो विकास गर्नुभएको छ भन्नुहुन्थ्यो। सुनको भाउ 2045 सालमा 1 तोलाको 5000 रुपैयाँ थियो। आज 82 मा आइपुग्दा 1 तोलाको 2,49,000 पुगिसकेको छ। र अर्को प्रश्न, किन युवाहरू विदेशिन बाध्य छन्? यसको उत्तर हो नेताहरूमा व्यक्तिगत स्वार्थको किचलो गर्ने रोग कहिल्यै निको नहुने गरी लागेको देखेर अब यस्तो पाराले हुन्न भनेर, यस्तो भएपछि नेपालमा बसेर उच्च स्तरको जीवन यापन तक होइन, घर गाडी बच्चालाई उच्च स्तरको शिक्षा दिन त कता हो कता, इमान्दारीपूर्वक काम धन्दा गर्ने हो भने निम्न स्तरको जीवनयापन र बालबच्चालाई सरकारी स्कुलमा पढाउनु समेत गाह्रो हुन्छ। त्यसैले बाध्य हुन्छन् विदेश पलायन हुन। किन उही अनुहार, उही भाषण, उही असफलता? यसको उत्तर हो जनताले भोट हाल्न नजानेर। आजको विषय हो जेनजीको हरित क्रान्ति। युवाहरूलाई नेपालको भविष्य रूपान्तरण गर्न दिनुहोस्। यो केवल व्यक्ति होइन, यो एउटा विचार, यो एउटा आन्दोलन र यो एउटा नयाँ दिशा हो। हरित क्रान्ति भन्नाले केवल रुख रोप्नु मात्र होइन। हरित क्रान्ति भनेको
सोचको हरियाली, नेतृत्वको सफाई, अवसरको समानता, भ्रष्टाचार मुक्त शासन, आत्मनिर्भर राष्ट्र। जेनजीको हरित क्रान्ति कृषिमा मात्र सीमित छैन, यो राजनीति, प्रशासन, शिक्षा, अर्थतन्त्र र चेतनामा आधारित क्रान्ति हो। जहाँ काम गर्ने मान्छेमाथि जान्छ, नातावाद होइन, योग्यता चल्छ। आजको नेपाललाई हेरौँ, युवा बेरोजगार, किसान निराश, शिक्षा सर्टिफिकेटमुखी, राजनीति व्यापार, सत्ता सेवा होइन सौदा। हरेक वर्ष लाखौं युवा विदेशिन्छन्, आमा बुबा रोइरहेका छन्, देश खाली हुँदैछ। तर प्रश्न के हो भने, के युवाहरू अयोग्य हुन् कि अवसर नै दिइएन? सत्य के हो भने युवाहरू सक्षम छन्, तर सिस्टम असक्षम छ। जेनजीको सोच भन्छ, देश बदल्नु बन्दुकले होइन, दृष्टिकोणले बन्छ। उहाँको अवधारणामा नेतृत्वमा अनुशासन, निर्णयमा साहस, राष्ट्रभन्दा माथि कोही छैन, युवामा विश्वास। जेनजी पुरानो राजनीतिलाई चुनौती दिन्छन्, किनकि पुरानो राजनीतिले नयाँ नेपाल जन्माउन सक्दैन। युवाहरूमा के छ? युवाहरूमा ऊर्जा छ, युवाहरूमा नवीन सोच छ, युवाहरूमा प्रविधिको ज्ञान छ, युवाहरूमा जोखिम लिन सक्ने साहस छ। तर हामीले के गर्यौं? अनुभव छैन भनेर पन्छायौं, टिकट दिएनौं, निर्णयमा राखेनौं। याद राख्नुहोस्, अनुभव समयले दिन्छ, तर मौका सिस्टमले दिनुपर्छ। यदि आज युवालाई अवसर दिइएन भने भोलि देशलाई माफ गर्ने कोही हुने छैन। हरित क्रान्तिका 5 आशा आधार। राजनीतिक सुधार, युवा उम्मेदवार, खर्च सीमा, पारदर्शिता, आर्थिक आत्मनिर्भरता, कृषि आधुनिकीकरण, स्वदेशी उद्योग, स्टार्टअप सहयोग। शिक्षा क्रान्ति, व्यावहारिक शिक्षा, सिपमुखी पाठ्यक्रम, अनुसन्धानमा लगानी। वातावरण संरक्षण, हरियो ऊर्जा, नदी वन जमिन रक्षा। नैतिक नेतृत्व, भ्रष्टाचारमा शून्य सहनशीलता। अब म तपाईलाई सोध्न चाहन्छु, के तपाईँ उही पुरानो अनुहार चाहनुहुन्छ कि नयाँ सोच, नयाँ ऊर्जा? के तपाईँ भाषण सुन्न चाहनुहुन्छ कि परिणाम देख्न चाहनुहुन्छ? परिवर्तन सरकारबाट होइन, जनताबाट सुरु हुनुपर्ने देखिएको छ। जेनजी एउटा नाम मात्र होइन, यो एउटा संकेत हो। संकेत कि अब युवालाई रोकिनु हुँदैन, अब परिवर्तनलाई ढिलाइ गर्नु हुँदैन। यदि युवालाई अवसर दिइयो भने नेपाल बदलिन्छ, सपना फर्किन्छ, भविष्य उज्यालो हुन्छ। यदि तपाईँ पनि युवाको नेतृत्व चाहनुहुन्छ भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो धारणा राख्नुहोस् र दस्तुर च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनकि यो च्यानल खबर मात्र होइन, यो परिवर्तनको दस्तावेज हो। धन्यवाद, धन्यवाद, धन्यवाद। जय नेपाल।